आफ्नै रातो रगत यो हाम्रो चन्द्र सूर्य आकाशमा रहन्छ हुन्छ आफ्नै रातो रगत यो हाम्रो। अब हामी हाम्रो कार्यक्रम प्रारम्भ गर्न गइराखेका छौँ। कार्यक्रम स्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आदरणीय राजेन्द्र लिङ्गदेनज्यूको आगमन भइसकेको छ। उपस्थित आदरणीय सम्पूर्ण राष्ट्रवादी साथीहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा आजको यो जनप्रदर्शन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमा बुवा दिदी बहिनी दाजुभाइमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट र उद्घोषक पार्टीको महामन्त्री एवं सचिवालय प्रमुख म राजेन्द्र गुरुङको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। अब हामी हाम्रो कार्यक्रम औपचारिक रूपमा सुरु गर्न गइराखेका छौँ र आजको यस कार्यक्रमलाई सभापतित्व ग्रहण गरिदिनुको लागि पार्टीका प्रवक्ता एवं यस बृहत जनप्रदर्शन समितिका संयोजक ज्ञानेन्द्र साईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आजको यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष आदरणीय राजेन्द्र लिङ्गदेनज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु र पार्टीका पूर्व अध्यक्षज्यूहरू, आदरणीय उपाध्यक्षज्यूहरू, पार्टीका आदरणीय महामन्त्रीज्यूहरू, प्रदेश प्रमुखज्यूहरू, कोषाध्यक्षज्यू, प्रवक्ताज्यूहरू, पार्टीका केन्द्रीय पदाधिकारीज्यूहरू सबैमा यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गर्दै सम्पूर्ण राष्ट्रवादी साथीहरूमा पनि मैले अनुरोध गरेँ। अब कार्यक्रमलाई ढिला नगरिकन स्वागत भाषणको लागि पार्टीका सहमहामन्त्री अनुरोध गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्गदेनज्यू, पार्टीका मन्त्रीज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू र तमाम पार्टीका र यहाँ उपस्थित दाजुभाइ तथा दिदीबहिनी, राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यो विशाल
उपस्थित हुनुभएका